आज कुरा गरौँ प्याज उत्पादनमा देखिने प्रमुख रोगहरूबारे। प्रमुख रोगहरू बैजनी धब्बा, स्टेमफाइलियम डढुवा, प्याजको कालो पोकोहरू हुन्। पहिले सुरु गरौँ बैजनी धब्बाबाट। यो एक ढुसी रोग हो र यसलाई अल्टरनेरिया ब्लाइट पनि भनिन्छ। बिरुवाको सबै भाग यो रोगले आक्रमण गर्छ। यस रोगको लक्षणहरू: सुरुमा पातको टुप्पोमा मसिना थोप्लाहरू देखा पर्छन् र बिस्तारै तलतिर फैलिँदै जान्छन्। मसिना थोप्लाहरू पछि गएर ठूला, खैरा वा बैजनी रङका चक्र जस्तै बन्दछन्। पात र डाँठ बटारिन्छ र पछि डढेर सुक्छन्। बिस्तारै गानोमा पनि यो रोग फैलिँदै जान्छन्। यो रोगको व्यवस्थापन: खेतबारी सफासुग्घर राख्ने, 3 वर्षमा घुम्ती बाली अपनाउने। अब छ स्टेमफाइलियम ब्लाइट। यो पनि एक ढुसीले गर्दा हुने रोग हो। यो रोगले आक्रमण विशेष गरी पात र फूलका डाँठमा हुने गर्छ। यो रोग प्राय फागुन र चैतमा देखा पर्छ। रोगका लक्षणहरू: रोग लागेको डाँठ र पातमा हलुका सुन्तला रङका दाग र धड्काहरू देखा पर्छन्, जुन पछि गएर खैरा काला दागमा परिवर्तन भई पुरै पात र डाँठ नै डढ्छ। थ्रिप्सले यो रोग सार्ने हुँदा थ्रिप्स लागेको ठाउँहरूमा यसको प्रकोप धेरै हुन्छ। व्यवस्थापन: खेतबारीलाई सफासुग्घर राख्ने, बालीका अवशेषहरूलाई एकातिर गरेर नष्ट गर्ने। अर्को रोग रहेको छ प्याजको कालो पोको। यो पनि एक ढुसी रोग हो। सामान्यतया 3 डिग्री सेल्सियस भन्दा कम तापक्रममा यो रोग हुन्छ र 10 देखि 15 डिग्री सेल्सियसमा रोगको प्रकोप बढी हुन जान्छ। यस रोगको लक्षणहरू: बिरुवाको पात र गानामा काला दागहरू अर्थात् ससाना कालो ढुसीको समूह देखा पर्छन्। यो रोगले आक्रमण गरेको बिरुवाहरू 3 देखि 7 दिनमा नष्ट हुन्छन्। यस रोगको व्यवस्थापन: खेतबारीलाई सफासुग्घर राख्नुपर्छ र बालीका अवशेषहरूलाई जम्मा गरेर नष्ट गर्ने, घुम्ती बालीहरू लाउने,